guys, good morning. भर्खर उठेको मुख धोएको छैन, क्लासको लागि लेट भइसक्यो। अब उता रुममा गएर लुगा लाउनु लागेको है। अब भर्खर लुगा सुगा लगाएर जान्छु होला, अनि हजुरहरूलाई म सिधै स्कुल आएपछि भेट्छु होला है त। है गाइस, सब ब्याक फ्रम स्कुल है। आज मजा नै भयो, टिचर्स डेको लागि प्र्याक्टिस गरियो, नाच्यो होइन, साथीभाइहरूसँग रमाइलो गऱ्यो। अनि अब भर्खर खाजा खाएर बसेको। हजुरलाई पनि खानु गइसक्यो होला खाजा यति बेरसम्म त है। 5 बज्न लागिसक्यो। अब हाम्रो यसो बाहिरतिर जाने, यस्तो पसलको कामले गर्दा बाहिरतिर जाने काम हुन्छ है। यता अङ्कलकोतिर यसो सफाहरू चाहिन्छ सफा गर्नलाई, अनि त्यो सुनहरू पलिस गर्नलाई जानुपर्ने हुन्छ। अनि त्यसरी यता आएर हामी फेरि होमवर्क गर्नुपर्ने हुन्छ है। अब अलिक कामहरू छ, हजुरहरूलाई भेट्छु है त ल। अब चाहिँ त्यहाँ तल भर्खर यसो टिकटक हेरिरहेको थिएँ कि, अनि त्यहाँ तल चुसालमा मैले सर्ट्स देखेँ क्या। तपाईँलाई थाहा छ अस्ति सर्ट्स किन्नु भनेको पाएन, अनि यति हेरेको एउटा टप प्यार भन्ने सप रहेछ क्या। अनि त्यहाँ चाहिँ अलिक सर्ट्सहरू मन पऱ्यो मलाई, अनि त्यहाँदेखि यसो हेर्न जानु लागेको। मन पऱ्यो भने चिनेर ल्याउँछ है त ल, फलो गरेर भेटौँ। हो टी सर्ट किन्न गएको, के अरे टी सर्ट सर्ट्स किन्न गएको, पाउन त पाएँ कि मन पऱ्यो, तर साइज नै भेटेन कि, टाइट भइदिँदो रहेछ कि। मलाई चाहिँ सब लार्जमा मात्रै रहेछ, फेरि मलाई एक्सेल हुन्छ क्या, त्यो भएर पाएन होइन। अब यहाँ एकछिन चिसो खान्छु, अनि हामी नै घरतिर लाग्छौँ माथि। केटा हो यता घर आइसक्यो। अब मुख सफा गर्नुपर्ने हुन्छ, टेबल छेउ छ होइन। अब मुख सफा गर्नुपर्ने हुन्छ, होमवर्कहरू टन्नै छ। स्कुलमा अलिकति कामहरू भएर क्लासहरू जोइन गर्न पाएको थिएन, त्यही भएर होमवर्कहरू टन्नै छ, एब्सेन्ट वर्कहरू छ होइन। अब गरेरै अब हजुरहरूसँग भेट्छु होला है त ल। केटा हो मुख सुख सकिसक्यो, रात नै पढिसक्यो, 1 घन्टा लागेर सब होमवर्कहरू सकायो, एब्सेन्ट वर्कहरू सकायो है। खै जाउला आइसक्यो, त्यही कामहरू अघि काम आएको थियो बाहिर जाने, फेरि होमवर्क गर्दै थिएँ, फेरि म गइनँ है। अब म जानु पनि सक्छु, नजानु सक्छु। अब उता पसलमै बस्नु पर्ला है, बाबा बाहिर जानुहुन्छ होला, अब त्यहाँ कस्टमर आउनुहुन्छ, त्यही हेर्नुपर्छ। अनि आजको लागि त्यति नै हुन्छ होला, अहिले भेट्छु है त तपाईँहरूलाई। ल केटा हो खानासाना भर्खर बनाइयो है, मासु बनायो, तरकारी। अनि यता अङ्कलको रुममा आएर बसेको, बेलुका खै गाडी चलाउनु जाने कि भनेर सोध्नु आएको। अब खै जाने नजाने त्यो पत्तै थाहा नै भएन क्या। अब हेरौँ, खानासाना बनाइसक्यो, अब खाना खाएर के हुन्छ होइन, हेर्नुपर्छ त लगेर। अब बेलुका अनि गयो भने म चाहिँ देखाइहाल्छु ल। र गाइस खाना आइसक्यो है, मुर्गो मासु भात खानु लाग्यो। अब खाना खाएर बेलुका गाडी साडी चलाउन गइन्छ होला है, गयो भने म तपाईँलाई देखाइहाल्छु ल। भेटौँ त खाना खाएर। केटा हो अब भर्खर खानासाना खाएर निक्लेको होइन। ट्याक्कै म उता सुत्न जानु लागेर चाहिँ मलाई अङ्कलले कल गरेँ क्या। कल गरेर बाबु यो बनमारा लिएर आइस अरे क्या। अङ्कलले अलिकति बनमारा खानुपर्छ कि राति हुँदो होइन, यसो रुगाखोकी लागेको बेलामा केही बिमार भएको बेला बनमारा ठिक पार्दो रहेछ क्या। त्यही भएर यता हाम्रो यता सोङचेनको गल्ली भन्नेतिर त्यहाँ पाउँछ बनमाराहरू होइन। अनि हामी अब त्यहाँ गएर लिएर आउँछौँ होला। अनि मेरो यहाँभित्र स्कुलको लुगाहरू पनि लिनुपर्ने छ, त्यो पनि लिन्छु होला, अनि भेट्नुपर्छ है त ल। ल केटा अब यता सोङचेनतिर आइसक्यो, त्यो छ। अब अलिकति उता त्यो कस्तो त्यो लामाको त्यो घर जस्तो हुन्छ नि, त्यसको यता तलतिर चाहिँ झारहरू छ क्या। अनि त्यहाँ चाहिँ बनमाराहरू पाउँछ, हामीले जहिले लिने त्यहीँबाट हो। अनि अब हामी त्यहीँबाट लिन्छौँ होला है, अनि लिएर हामी चाहिँ त्यो घरतिर लाग्छौँ है त ल। ल केटा है बनमारा लिइसकेको छ, बनमारा यही हो है। अब घरतिर लागिन्छ है त ल। ल केटा अब खानासाना खाएर टक्क लिइसक्यो होइन, भोलि स्कुल लागि लुगा पनि लिइसक्यो। अब उता अङ्कलकोमा गएर सुत्नुपर्ने हुन्छ होइन, किनकि यता बाबामा डिस्टर्ब हुन्छ नि, म बिहान उठेर लुगाहरू लगाउनु पर्छ नि त, अनि डिस्टर्ब हुन्छ। अनि त्यही भएर उता अङ्कलकोमै सुत्छु, म अङ्कलकोमा छुट्टै रुममा सुत्छु। अनि उता लुगा लिइसक्यो, ब्यागहरू सब उता छ, ड्रेस अनि जुत्ताहरू पनि उतै छ। अब आजको लागि यति नै हुन्छ होला। म गाडी चलाउन पनि गइनँ, म यसो बिजी भयो भन्दा नि म त खुल्लै थिएँ, तर अङ्कलहरू बाबाहरू बिजी हुनुभएको थियो, त्यही भएर आजको लागि यति नै। थ्याङ्क यू अल फर वाचिङ, धन्यवाद।